ल अब यहाँ हामीले मनी एक्सचेन्ज गरेको भिडियो लिएर आइसकेका छौँ। पहिलाको भिडियोहरुमा हामीले के गर्यो, बाइङ रेट र सेलिङ रेट र रिभ्यालुएसनको बारेमा हामीले डिस्कस गरिसक्यो, बुझ्यो पनि हैन। र अब यहाँ हाम्रो के छ, अर्को टर्म रहेको छ डिभ्यालुएसन। यो कुराहरुलाई पनि बुझ्नुपर्छ। डिभ्यालुएसन भन्ने टर्महरु क्वेशनमा जोडिएर आइरहेको हुन्छ। भनेपछि रिभ्यालुएसन त बुझिसक्यो हैन। डिभ्यालुएसन भनेको त के हुन्छ भने रिडक्सन अफ भ्यालु अफ करेन्सी। कुनै पनि देशको पैसाको भ्यालु घट्नुलाई नै हामी के भन्छौं, डिभ्यालुएसन भन्छौं। र यो डिभ्यालुएसन बुझ्ने क्रममा हेर्नुस्, एउटा एक्जाम्पल हामी एक्जाम्पल थ्रु बुझौं। सपोज हामीसँग $1 बराबर अमेरिकन डलर बराबर एनसी नेपाली कति छ त 130 रुपैयाँ छ, 130 रुपैयाँ छ। र आफ्टर डिभ्यालुएसन सपोज यो के भयो त, कुनै एउटा कन्डिसन, कुनै एउटा सिचुएसन के आयो त, यो पैसा अब यहाँ हेर्नुस् बैंकले के फिक्स गरेको छ, एउटा बेस रेट के दिएको छ त, $1 = 1 एनसी नेपाली करेन्सी कति हुन्छ, 130 रुपैयाँ हुन्छ। अब यो आफ्टर डिभ्यालुएसन के भयो त, त्यति बेला अब यहाँ के हुन्छ त, सुरुमा मानौँ ल यहाँ हेर 130 रुपैयाँ $1 मा 130 रुपैयाँ दिइरहेको थियो। अब के भइरहेछ त, अब त्यो $1 किन्नलाई हामीले के गर्नुपर्छ, 130 रुपैयाँ मात्र होइन, त्यो भन्दा अलिकति बढी पैसा पे गर्नुपर्छ। अहिले कति थियो, $1 किन्नलाई एउटा बेस रेट दिएको छ कति, 130 रुपैयाँ पे गरेपछि हामीले के गर्छौं त, $1 किन्न पाउँछौं। तर आफ्टर डिभ्यालुएसन, अब कुन पैसा डिभ्यालुएसन भयो त्यो पनि यहाँ तोक्नु पर्छ। जस्तै आफ्टर डिभ्यालुएसन अफ एनसी नेपाली करेन्सीमा के भयो त, मानौ सपोज डिभ्यालुएसन भइहाल्यो। यसको मतलब के भयो त, अब यहाँ हेर्नुस् 130 रुपैयाँ थियो नेपाली पैसा $1 बराबर, अब त्यो 130 रुपैयाँ भन्दा अलिकति बढी भइहाल्छ। भनेपछि सपोज ल मानौ ल 135 भइहाल्यो, 135 भयो। सुरुमा कति थियो त, $1 बराबर कति थियो, 130 रुपैयाँ। तर अब यहाँ डिभ्यालुएसन भएपछि हेर्नुस् त्यो $1 किन्नलाई अब कति रुपैयाँ पे गर्नुपर्छ, 135 रुपैयाँ पे गर्नुपर्छ। भनेपछि यस्तो कन्डिसनलाई हामी के भन्छौं, डिभ्यालुएसन भन्छौं। र मैले के भनिसकेको छु भने डिभ्यालुएसन भनेको त पैसाको भ्यालु घट्नु हो। जुन पैसा डिभ्यालुएसन हुन्छ त्यो पैसाको भ्यालु घट्नु हो। तर यहाँ के छ, 130 रुपैयाँ थियो, डिभ्यालुएसन भएर यहाँ 135 रुपैयाँ भयो। यसरी सोच्नुहुन्छ भने एउटा कन्सेप्ट यहाँ के आइहाल्छ भने तपाईहरुको पैसा त बढेको छ, 130 रुपैयाँ थियो, यहाँ के भएको छ, 135 रुपैयाँ छ, पैसा त बढेको छ। तर एक्चुअलमा अलिकति गहिरो रूपले सोच्नुहुन्छ भने $1 किन्नलाई हेर्नुस्, $1 किन्नलाई हामीले 130 रुपैयाँ पे गर्नु पर्थ्यो बैंकलाई। तर अब त्यो $1 किन्नलाई 135 रुपैयाँ पे गर्नुपर्छ। भनेपछि हेर्नुस् त, हाम्रो पैसा बढी तिरेर थोरै डलर आइरहेछ अहिले। तर यहाँ 130 रुपैयाँमा $1 तिरेको थियो। तर डिभ्यालुएसन भएपछि नेपालीको 135 रुपैयाँमा पुग्यो। अब त बढी पैसा पे गर्नु परिरहेछ। त त्यसरी हेर्नु भयो भने हाम्रो पैसा यो अरु देशको कन्ट्रीको पैसाको कम्पेयरमा हाम्रो पैसाको भ्यालु त घटेको छ नि हैन। भनेपछि 130 रुपैयाँमा $1, तर 135 रुपैयाँमा $1 आयो भने त हाम्रो पैसाको भ्यालु त घटेको छ। सपोज एउटा एक्जाम्पल, पहिलाकै एक्जाम्पल जस्तै पनि एउटा हामीले के गर्छौं, एक्जाम्पल लिन सक्छौं। एउटा एक्जाम्पल थ्रु बुझियो भने मानौ ल त्यही एउटा कन्सेप्ट के क्लियर गरौँ भने ल चाउचाउकै एक्जाम्पल हैन। एउटा चाउचाउलाई हामी मानौ ल किनिरहेछौं 20 रुपैयाँमा, एउटा चाउचाउ किनिरहेछौं 20 रुपैयाँमा। र डिभ्यालुएसन भएपछि मानौ ल डिभ्यालुएसन भयो के त, नेपाली पैसामा हामीले यो चाउचाउको पैसामा के भइहाल्यो, डिभ्यालुएसन भइहाल्यो। त त्यति बेला अब हेर त्यही चाउचाउको प्राइस मानौ सपोज डिभ्यालुएसन भएर 30 रुपैयाँ पुगिहाल्यो। त एउटा चाउचाउ किन्नलाई अब 20 रुपैयाँ पे गर्दै थियो, र त्यो चाउचाउ किन्नलाई अब 30 रुपैयाँ पे गर्नुपर्छ भने चाउचाउको भ्यालु अब हेर्नुस् त हाम्रो बढी पैसा दिएर एउटा चाउचाउ आयो। यसको मतलब हेर्नुस् पैसा बढ्छ। पहिला 20 थियो अब 30 मा पुग्यो। तर हाम्रो के भइरहेछ, हाम्रो पैसाको भ्यालु के भइरहेछ, घटिरहेछ। त्यो कुरा अलिकति सेन्स दिइरहेछ यसले हैन। र रिभ्यालुएसनमा त हामीले के थियो, 20 रुपैयाँबाट 15 मा धरेको थियो। रिभ्यालुएसन पैसा घटिरहेको हुन्छ त्यो चाउचाउको, तर हाम्रो पैसाको भ्यालु के भइरहेको रहन्छ, त्यस्तो सेन्समा इन्क्रिज भइरहेको हुन्छ। तर यहाँ के भइरहेछ, डिभ्यालुएसनमा पैसा बढिहाल्छ। सुरुमा जति हुन्छ त्यो भन्दा अलिकति बढिहाल्छ। तर हाम्रो एक्चुअलमा के बुझ्नुपर्छ भने हाम्रो पैसाको भ्यालु के भएको छ त, घटेको छ। त यस्तो सेन्समा हैन। अब यस्तो कन्डिसनहरु आयो भने त्यति बेला हैन डिभ्यालुएसनको कुराहरु गरियो भने त्यति बेला के गर्छ त, एउटा एक्सचेन्ज रेट, नयाँ एक्सचेन्ज रेटहरु निकाल्नु पर्छ। त्यो रेटहरु कसरी निकाल्ने, सपोज यहाँ हेर्नुस् हामीसँग के छ, $1 बराबर अघिकै एक्जाम्पल हैन 130 रुपैयाँ छ, एनसी 130 रुपैयाँ रहेको छ। र मानौ ल
Nepalese currency is devaluated by 5%. मानौ ल 5% ले नेपाली पैसा घटिहाल्यो। यहाँ कति छ? सपोज हामीसँग के छ? $1 बराबर कति छ? 130 रुपैयाँ एनसी छ। अब नेपाली करेन्सी के भयो? डिभ्यालुएट भयो कति पर्सेन्टले त? 5% ले। त त्यति बेला नेपाली $1 बराबर कति नेपाली करेन्सी हुन्छ? त यस्तो क्वेशनहरुमा पनि निकाल्नु पर्छ हैन। न्यू एक्सचेन्ज रेट निकाल्नु पर्छ। त्यति बेला न्यू एक्सचेन्ज रेट त्यो कुरा कसरी निकाल्ने भनेपछि हेर्नुस् $1 इक्वल टु के गर्ने त? एनसी छ हैन। र कति पर्सेन्टले नेपाली पैसा डिभ्यालुएट भएको छ? 5% ले। त के गर्ने? 130 प्लस 5% अफ नेपाली पैसा कति छ? 130। त यसकै 5% यसमा के गर्ने? एड गर्ने। यसरी गरेर हेर्नुस् यहाँ जुन रिजल्ट आउँछ लास्टमा भनेपछि कति आउँछ त? रिजल्ट पर्सेन्टेज हटाउन डिभाइड बाइ 100 इन्टु 130। यसरी जोडजाड गरेर तपाईले क्याल्कुलेसन गरेर कति आउँछ भने हेर्नुस् यहाँबाट हामीले के पायो? 6.5। यहाँबाट जोड गरेर घटाउ गरेर 6.5 पाउँछौ अनि यहाँ केमा एड गर्नुपर्छ त? 130 मा। भनेपछि यहाँ कति भइहाल्छ? 6.5 प्लस 130 भनेपछि कति त? 136 पॉइंट के भइहाल्छ 5। भनेपछि हेर्नुस् $1 बराबर कति आयो? अब $1 बराबर डिभ्यालुएसन भइसकेपछि नेपाली करेन्सी डिभ्यालुएसन भइसकेपछि $1 बराबर कति आइसक्यो? 136.5 रुपैयाँ भइहाल्यो। भनेपछि हेर्नुस् 130 बाट अब यहाँ 136 मा पुग्यो 5% डिभ्यालुएसन भएर हैन। त भनेपछि अब यो 130 रुपैयाँमा हामीले $1 किनिरहेको थियो पहिला। त के अब $1 130 रुपैयाँमा $1 दिन्छ त डिभ्यालुएसन भइसकेपछि? दिँदैन नि। किनभने यहाँ डिभ्यालुएसन भएपछि $1 बराबर कति आइरहेछ रेट? 136.5 आइरहेछ। 136.5 रुपैयाँ दिएपछि बल्ल हामीलाई $1 दिन्छ। पैसा हेर्नुस् यहाँ 130 बाट 136 मा पुग्यो। पैसा बढेको छ नेपाली पैसाको त्यो एउटा के भन्छ पैसा बढेको छ तर एक्चुअलमा हाम्रो पैसाको भ्यालु चाहिँ घटिहालेको छ। $1 मा अब बढी रुपैयाँ पे गरेर हामीले थोरै डलर किन्न पाइरहेका छौं डिभ्यालुएसन भइसकेपछि। यसरी हामीले के गर्छौं त? डिभ्यालुएसनको एउटा कन्सेप्टलाई दिमागमा राख्छौं हैन। यसरी यो कुराहरु बुझेर हामीले